स्वागत छ मेरो युट्युब च्यानल हिमाली धर्म केन्द्रमा। सदाको झैं आज पनि तपाईहरुको माझमा एक धारानी लिएर त्यसको अर्थ र उच्चारण तपाईहरुको माझमा प्रस्तुत गर्न लागिरहेको छु। आजको धारानी मन्त्र झुङाक चाहिँ आकारो भन्ने नामको झुङा छ। यो झुङाको नाम यहाँ यस्तो छ। चिडोई ngak आकारो सार्वजनिक आकारो मन्त्र। यो आकारो मुखम भन्ने यो मन्त्र हाम्रो धेरै जसो ठाउँमा प्रयोग भइरहेको हुन्छ। तपाईहरुले देखिसक्नु भएकोहरुको लागि पनि उपयोगी हुने नै छ भन्ने आशा लिएको छु र पहिले नसुन्नु भएका साथीहरुको लागि पनि यो केही हदसम्म काम लाग्ने नै छ भन्ने आशा लिएको छु। अब ढिलो नगरिकन हाम्रो झुङाको उच्चारणतर्फ लागौं। चिडोई ngak आकारो सार्वजनिक आकारो मन्त्र। ओम आकारो मुखम सर्वधर्माणाम् आद्यानुत्पन्नत्वात्। ओम आ हुं फट सोहा। ओम आकारो मुखम सर्वधर्माणाम् आद्यानुत्पन्नत्वात्। ओम आ हुं फट सोहा। ओम आकारो मुखम सर्वधर्माणाम् आद्यानुत्पन्नत्वात्। ओम आ हुं फट सोहा। सर्निङ खेटुप मंगबोई भंगबा चिक्तु दुईवाला भंगबो दुवा सेतपानी। नयाँ पुरानो सबै विद्वानहरुको एकै कृपा समावेशमा सर्वप्रथम संक्षिप्तमा ओम ngaki गो डेन। ओम मन्त्रको शिर। आ छो थम चेतकी गो ते तंगबोई ग्यो हो। आ सबै धर्महरुको द्वार हो। यो पहिलो हेतु हो। कारो ले सेवा हो। कारो कार्य गर्ने। मुखम कोचिन नो। मुखम भनेको चाहिँ मुख अथवा द्वार हो। सर्वधर्माणाम् छो थम चेतला। सर्वधर्माणाम् भनेको चाहिँ सबै धर्महरुलाई आद्यानुत्पन्नत्वात् माने माकेबेछिर रंजिन माकेबा छुनपा। आद्यानुत्पन्नत्वात् भनेको चाहिँ पहिलेदेखि उत्पन्न नभएको त्यसैले स्वयं उत्पन्न नभएको। ओम आ हुं थमितेते तोन तोनबा। ओम आ हुं भिन्नता नभएको अर्थ दर्शाइएको। फट थप्से निसु मेत्पा। फट भन्नेले चाहिँ के देख्यो भने प्रज्ञा र उपाय दुईटा नभएको। यहाँसम्म चाहिँ अब संक्षेपमा भयो। अब विस्तृतमा यहाँ यस्तो छ। इपा केवर सेतपानी। दोस्रो विस्तृत रूपमा बताउँदा खेवाङ ललाई सुङला। कुनै कुनै विद्वानहरुको भनाइ अनुसार ओम सेवा कुञ्जोकी तेन्पा। ओम समृता सते। आकारो सेवा भुन्दाम्बे तेन्पाओ।
अकारो भनेको परमार्थ सत्य कुञ्जोक्तं तुन्दम निगर्ने मुखम सर्वधर्मानं संवृत्ता र परमार्थ दुईटै बन्नु नै सबै धर्महरूको द्वार हो। गङ्लेशेन आद्यनुत्पन्नत्वात् चेसुङ कहाँबाट जन्मो आद्यनुत्पन्नत्वात् ओम्नी कुञ्जोक्तेन्पा माकेबे छुल्दङ ओम त संवृत्त सत्य उत्पन्न नभएको रूपमा अकारो मुखम सर्वधर्मानं आद्यनुत्पन्नत्वात् नि तेन्दम्बे तेम्बे रङसिन्गी छिर्दङ नि यर्मेत पी तोक्पा yang तेला मेत्पाओ अकारो मुखम सर्वधर्मानं आद्यनुत्पन्नत्वात् भनेको त परमार्थ सत्य जुन स्वभावरूपी र दुईवटा भिन्नता नभएको बोध पनि त्यसमा नभएको देवेन ओम आहुङ फट नम्बाङ थमितेत्पाओ छे सुङसो त्यस्तो भएकोले ओम आहुङ फट स्वरूप पनि अभेद हो ngagyur gasigi lukla ओम शेवानी खेलाङ्बे धोन्दम पूर्व अनुवाद कुनै कुनैमा ओम भनेको वाचा गरेको अर्थमा अकारो मुखम सर्वधर्मानं आद्यनुत्पन्नत्वात् सेवानी छोथम चेति कोते अकारो मुखम सर्वधर्मानं आद्यनुत्पन्नत्वात् भनेको सबै धर्महरूको द्वार हो तंबोगी ज्यू तोत्माने माकेबे छिर छोकी रङसिन माकेवा हो पहिलो हेतु नै पहिलेदेखि नै उत्पन्न नभएको हुनाले धर्मको स्वभाव पनि उत्पन्न नभएको हो छो तेयाङ दोजे सुम्गी रङजिन ओम आहुङ हिम्बे छिरो ती सबै धर्महरू पनि तिरी बजरको स्वभाव ओम आहुङ नै हुन् फट शेरप्तङ सोहा थप्ते फट प्रज्ञा र सोहा उपाय हो थप्दङ शेराप्की रङसिन हिम्बे छिरो उपाय र प्रज्ञाको स्वभाव भएकोले दी येशे ngaदङ कुसुङ्गी रङसिन छोथम जेत तेन्बाइनो छे सुङसो यसद्वारा पञ्चज्ञान र त्रिकायाको स्वभाव सबै धर्महरू दर्शाएको हो भनिएको छ ngak ताक्पाने अब शुद्ध तरिकाको जुङाको स्वरूप चाहिँ भनेछ ngak ताक्पाने ओम अकारो मुखम सर्वधर्मानं आद्यनुत्पन्नत्वात् ओम आहुङ फट सोहा सेवा दिनो धारणीको शुद्ध स्वरूप ओम अकारो मुखम सर्वधर्मानं आद्यनुत्पन्नत्वात् ओम आहुङ फट सोहा अब यो जुङाको मिक्स गरेर एकै ठाउँमा सञ्चयको लेखनलाई चाहिँ छुटाउँदाखेरि
पदच्छेद गर्दाखेरि चाहिँ यस्तो हुन्छ। यहाँ हेर्नुहोस्, आद्यानुत्पन्नत्वात् भनेको चाहिँ यतिवटा शब्द मिलेर भनेको छ। यहाँ हेर्नुहोस्, आदि, अन, उत्पन्नन, उत्पन्नत्वात्, यति मिलेर चाहिँ एकैचोटि पढ्दै चाहिँ आद्यानुत्पन्नत्वात्, आद्यानुत्पन्नत्वात् यस्तो भनेको छ। अब आद्यानुत्पन्नत्वात्मा चाहिँ के मिसाएको छ भने चाहिँ आदि, आदि भनेको चाहिँ पहिलो सुरुको, अन भनेको चाहिँ होइन, उत्पन्न भनेको चाहिँ पैदा हुनु, जन्म हुनु, त्वात् भनेको त्यसबाट, त्यसबाट। अब यसको अर्थ यहाँ हेर्नुहोस्, आदि सेवानी तोत्मा, आदि भनेको पहिलो सुरुको, अन सेवानी मेत, अन भनेको छैन अथवा होइन, उत्पन्न सेवानी के श्रृङ, उत्पन्न भनेको जन्म वा पैदा, उत्पन्न, त्वात् सेवानी छोन्पा, त्वात् भनेको चाहिँ प्रत्यय हो। प्रत्यय भनेको चाहिँ यहाँ निपात जस्तो गरेर त्यहाँ टाँस्ने एउटा हाम्रो विभक्ति देखाउनको लागि 21वटा प्रत्यय, 21वटा शब्दको समूह छ, त्यसलाई प्रत्यय भनिन्छ। त्यो प्रत्यय यहाँ चाहिँ हाम्रो त्वात् भन्ने जोडेको छ। यसको अर्थ त्यसबाट भनेको, त्वात् भनेको चाहिँ त्यसबाट भनेको। धोम्बे, धोम्बे रहेछ, धोम्बे, 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 तोद्माने माकेबे छिर रङ्जिन माकेबा छोन्बा, समष्टिमा आदिकालदेखि नै उत्पन्न नभएकोले स्वभावले नै उत्पत्ति छैन। युद्धले सिन्धु तर्फे ngang tetar insulni kyagar ki pandita dangka dastang lopon झिमे पाल्गी जुड्ने सुङसोड। तन्त्र समूहबाट एकदम शुद्ध भारतको पण्डित डङ्का दास र आचार्य श्री भिमलाद्वारा अनुवाद गरेकोलाई मानिन्छ। याङ लर याङ हो, यो चाहिँ अब मिस्टेक भएछ, यो लर अगाडि याङ छ पछाडि है, लर याङ, लर याङ हुन्छ है। लर याङ खाछेगी श्री बद्राई शालगाने तेलोङ लोतेनगी ग्युटबे ग्युटकी क्याल्पो पल्केगी तोजेगी डेलसेट खाजोर सिन्धु धिमामेती नाङलाङ तेजिन सुङसो। अघि माथि बताएको शुद्ध स्वरूप चाहिँ पढ्ने तरिका, शुद्ध स्वरूप र त्यसको अर्थ स्वरूप चाहिँ कहाँ उल्लेख गरिएको छ भने चाहिँ यो काश्मीरको श्रीभद्रको मुखारा बिन्दु, उहाँको मुखबाट अथवा मुखारा बिन्दु र बिचु लोतेनद्वारा अनुवाद गरेको तन्तरको राजा हे वज्रको भाष्य खाजुर टिमेट भित्र त्यस्तो उल्लेख गरिएको छ। ते जिन्दु लोपोन छेन्पो श्री रत्नकारा शान्तिदाङ लोचावा क्वेले चेकी ग्युर्पे पल केपी दोजेगी काडेल मुतिक ठेवा लेक्याङ गोङसिन ताकपरा सुङसो। त्यस्तै गरी मा आचार्य श्री रत्नकारा शान्तिरा लोचावा को कोया लेसचेद्वारा अनुवाद गरिएको श्री हे बजारको कारिका मुतिक ठाउँमा पनि माथिको जस्तै शुद्ध उल्लेख भएको छ। याङ लोपोन कायास्था डेबोइतङ लोचावा लेन केलोङ धर्मा लोटेगी क्याङ तेजिन ओम आकारो मुखम सर्वधर्मानम आद्य नुत्पन्नत्वात् ओम आहुं फट सोहा
से सुङ पुना आचार्य कायास्ता डेपो र लोचावा लेनको पिछु धर्म लोटे द्वारा पनि ओम आकारो मुखम सर्व धर्मानम आद्या नुत्पन्नत्वात् ओम आहुङ फट सुहा भनी उल्लेख गरिएको छ। यसरी अब यो ओम आकारो मुखम सर्व धर्म आदि नुत्पन्नत्वात् ओम आहुङ फट सुहा भन्ने धारणी चाहिँ धेरै ठाउँमा प्रयोग भएको पाइन्छ, तर हामीले ख्याल गर्ने नगर्नेमा अलिक फरक पर्छ, तर यो धेरै ठाउँमा प्रयोग हुन्छ। यो अति महत्त्वपूर्ण धारणी हो। गहिरो अर्थ चाहिँ अलि फरक हुन्छ। अलि राम्रो गुरुको कर कमलबाट नै बुझ्न सकिन्छ।